परमेश्वर हजुरलाई धन्यवाद गर्न चाहन्छु। यीशु मसीहको नाममा एकताले यस्ता महान अधिकारी पितालाई शिरभन्दा माथि लगेर तालीले सम्मान गरौँ। सबैले आफ्नै शिरभन्दा माथि लगाएर ताली बजाउँदा पनि दुष्ट आत्माहरू सबै नष्ट भएका हुन्छन्। धन्यवाद गर्छु पिता हजुरलाई यीशु मसीहको नाममा पिताको महिमा र आजको कार्यक्रम सञ्चालिका म्याम हजुरलाई ईश्वरको भरिपूर्ण आशीर्वाद साथमा शिर झुकाएर नमन गर्न चाहन्छु। सम्पूर्ण लिडरजनज्यूहरू वाद्यवादनमा रहनुहुने सरज्यू क्यामेरामा रहनुहुने म्याम हजुरमा परमेश्वर पिताको भरिपूर्ण आशीर्वाद साथमा शिर झुकाएर नमन गर्न चाहन्छु। धन्यवाद र सम्मान गर्छु सम्पूर्ण परमेश्वरका पवित्र अनि निर्दोष सन्तानहरू जति पनि टाढाबाट आउनुहुने नजिकबाट आउनुहुने यहाँहरू सम्पूर्ण परमेश्वरका अत्यन्तै आज्ञाकारी सन्तान, परमेश्वरको वचनको खोजी गर्नुहुने सन्तान, परमेश्वरको वचनको लागि आतुर गरेर परमेश्वरको वचनलाई हृदयमा राखेर सुनेर म उद्धार पाउँछु भनेर परमेश्वरमा आशा गरेर आउनुहुने यहाँहरू सम्पूर्णमा परमात्माको भरिपूर्ण आशीर्वाद साथमा शिर झुकाएर नमन गर्न चाहन्छु। धन्यवाद गर्छु पिता हजुरलाई यीशु मसीहको नाममा अनगिन्ती धन्यवाद गर्न चाहन्छु। पिताको योजना स्वयं पिता मेरो मुखलाई इस्तेमाल गरी पिता परमात्मा आफै बोल्नुहुनेछ। शब्द पिताको हुनेछ। परमेश्वर आफै जान्दा हुनुहुन्छ आफ्नो सन्तानलाई कस्ता खालका वचनले आत्मालाई रसिलो बनाएर उत्साहित पारेर दूषित आत्माहरू, कमजोरी आत्माहरू, भूत आत्माहरूलाई कसरी हटाउनु पर्छ त्यो त केवल ईश्वर जान्दा हुनुहुन्छ। यसको लागि पनि धन्यवाद गर्छु पिता यीशु मसीहको नाममा। हामी शनिबारको बसाइमा भजन सुन्यौँ, प्रार्थना भयो अनि त्यति धेरै ठुल्ठुला गवाईहरू भयो अनि ती गवाईका साथमा हाम्रा मनहरू अत्यन्तै उत्साहित भए। जे पनि भए परमात्माद्वारा भए, परमेश्वरद्वारा भए, परमात्माको वचनको द्वारा भए। पिता हजुरलाई धन्य होस् यीशु मसीहको नाममा। यसै गरी सबैलाई तपाईका वचनको साथमा ल्याएर तपाईका वचनको द्वारा हरेकलाई उद्धार गर्नुहोस् पिता। कति धेरै संसारमा दुखी पीडित रोगीहरू